तपाईँहरूको मुखमा कहिलेकाहीँ घाउहरू आउँछ, गोलो गोलो हुन्छ, रातो रातो हुन्छ, एकदम पोल्छ, पानी खाँदाखेरि पनि केही खाँदा खाँदैन यस्तो पोलेर आउँछ, त्यसलाई चाहिँ अल्सर्सहरू भन्छ या एप्टोस अल्सर भन्छ। त्यो कारण भनेको चाहिँ कहिलेकाहीँ एकदम स्ट्रेस भयो भने पनि हुन्छ, या कुनै कुनै चिज चाहिँ गाला टोकिएमा कुनै तातो चिजले घाउ भयो भने चाहिँ मुखमा आउँछ त्यो कुरा। र त्यसको सिम्पल समाधान भनेको के हो भन्दाखेरि तपाईँहरूले नर्मल मेडिकलमा गएर एउटा जाइटी नत्र डेल्टा जेल भन्ने पाउँछ, त्यो लिनुहोस् र बिहान दिउँसो बेलुका खाना खानु अगाडि तपाईँले चक्कसँग त्यो ठाउँमा लाउनु भयो भने एकछिन मुखमा पुरा थुक आउँछ, नम भएको जस्तो हुन्छ, तर त्यसले तपाईँलाई खानु पनि सजिलो र घाउ चाँडोभन्दा चाँडो 2-3 दिनमै निको भइहाल्छ। र त्यही भएर तपाईँहरूले अलिकति स्ट्रेस पनि कम लिनुहोस् र पानीहरू पनि एकदम एडुकेट खायो भने आफै त्यस्तोहरू पनि आउँदैन, र आइहाल्यो भने यो गर्नु होला। र यो इन्फर्मेसन सबैजनालाई सेयर गर्नुहोस्। र अर्को कुरा, कहिलेकाहीँ त्यो अल्सर चाहिँ जाति भएन, एकदम ठुलो हुँदै गयो भने चाहिँ तपाईँहरू चाँडोभन्दा चाँडो हस्पिटल आउनु, किनभने त्यसको कन्सिक्वेन्स अरू चिजको कारण पनि हुनसक्छ, त्यसलाई चाहिँ डायग्नोस गर्नुपर्छ। थ्याङ्क्स फर वाचिङ।